गाइस नमस्कार, म रामबहादुर। आज म मुर्गियादेखि चण्डीगढ तकको सफरको लागि तयार भएको छु। अब म बस आउँदैछ मुटुलदेखि। म फिलहाल मुर्गिया छु। अब चण्डीगढ तकको मेरो सफर हो। सो हजुरहरू बनिराख्नुहोस्। यहाँबाट चण्डीगढ जानेको कसरी गइन्छ, के गरेर गइन्छ अनि कस्तो कस्तो बाटो भएर गइन्छ त्यो मैले हजुरलाई भन्नेछु। त्यो मसित बनिराख्नुहोस्, भिडियोमा बनेर रहनु होला। र अहिलेलाई बिचमा बस पुरा भिड थियो, त्यो कारणले सिट मिलेन अनि ब्लग बनाउन पाइएन, भिडियो बनाउन पाइएन। अहिले म यहाँ पुगिसकेको छु कृष्णनगर। अनि यो हेर्न सक्नुहुन्छ कृष्णनगर। यहीँबाट टिकट काटियो भर्खर। अब 5:30 बजे भने बस आउँछ। बसमा चण्डीगढको तर्फ लाग्ने हो। यहाँको नजारा हेर्न सक्नुहुन्छ कृष्णनगर। बस कतिखेर आउँछ थाहा छैन, केही पनि हेरौँ के भन्छन्। यो हो सगरमाथा टुर एन्ड ट्राभल लिमिटेड नेपालको। चुनावको बेला भएर होला, मान्छेहरू बहुत कम छन्। अनि कृष्णनगरबाट हामी निस्किँदैछौँ। साँझको 7 बज्यो। अझै त म समय यहाँबाट हिँडेको छैन यो बस। अब हेरौँ कति बजे कति टाइम हिँड्छ। पर्खे हम 4 बजे आडा अझै तक हिँडेको छैन। हेरौँ कतिखेर हिँड्छ। कृष्णनगरमा छौँ अहिले हामी फिलहाल, बडेनी बजार हजुरले देख्न सक्नुहुन्छ। सो गाइस अब बल्ल हामी लाग्यौँ। बल्ल बस हिँड्यो। यो हो बडेनी। यो हो बडेनी रेलवे स्टेसन, हेर्न सक्नुहुन्छ गाइस। इन्डियाको बडेनी कृष्णनगर। सो अहिले हामी रातिको 12 बजेको छ अनि हामी यहाँ खानाको लागि बस रोकेको छ। हजुरले देख्न सक्नुहुन्छ आकाश ढाबा, आकाश फ्यामिली ढाबा अनि हामी आएको यो बस हो। सो अभी यहाँको खाना त्यति खासै राम्रो छैन भन्ने सुनियो, त्यही भएर त नखाने निर्णय। यो जग्गाको नाम रहेछ लखिमपुर आकाश फ्यामिली ढाबा। यहाँ खानाको लागि रोकेको छ। लखिमपुर भन्ने मैले पनि पहिलोपटक यतातिर आएको रहेछ कि जस्तो लाग्यो। यो बाटो यत्रै खासै हिँडे जस्तो लागेको छैन मलाई। हेरौँ कुन कुन बाटो लिएर जाँदो रहेछ, हजुरलाई बताउने छु। सो हामी पुग्यो, के नाम गरे, शिवदा ढाबा, मेरठको पास पुगियो। बिहान पिसाबको लागि पिसाब चाय पानीको लागि रोकेको छ। यहाँबाट मेरठ लगभग 40-45 किलोमिटरको दूरीमा छ भन्छन्। यो हो शिवको ढाबा, हामी जहाँ चाय पानीको लागि रोकेको छ बसले। सो गाइस अब हामी पुगियो मेरठको टोल प्लाजामा, यो टोल ट्याक्सको लागि। अनि अब यहाँबाट हामी अघि बढ्दैछौँ। अब हामी फटाफट गरेर चण्डीगढको तर्फ जानको लागि हामी तयारी अवस्थामा
बसेकै छौँ गाडीमा फिलहाल अनि गाडी दुगैरहेको छ भन्दा हुन्छ। यो हो टोल ब्रिज, टोल नाका। गाइस यो हो मेरठ, इन्डियाको मेरठ सिटी। सो गाइस हजुरहरूले हेर्न सक्नुहुन्छ यो हो इन्डियाको मेरठ सिटी, मेन सिटी भनेर यसलाई जानिन्छ। यहाँबाट उता म अब डेराबसीको तरफ जाने हो अनि अघिको लागि भिडियो बनाउँदिनँ होला किनकि मेरो मोबाइलको ब्याट्री लगभग डाउन भइसकेको छ। तो गाइस यहाँ तक साथ दिनुभएकोमा धेरै धन्यवाद। थ्याङ्क यू सो मच। पुरा भिडियो हेर्नु भएकोमा धेरै धन्यवाद। अनि प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब गरेर मलाई सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। अनि नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्नु। अनि थ्याङ्क यू सो मच। ल बाई।